हजुरहरूलाई फेरि पनि स्वागत छ हाम्रो च्यानल कुक विथ प्रधान सिस्टर्समा। र आज चाहिँ हामीले तपाईहरुको लागि लिएर आएको छौं। आजको हाम्रो मेन डिश चाहिँ छ यो मटन ग्रेभी करी हो। त्यसको साथमा भयो आलु भुटेर राखेको, त्यसरी नै यो भयो मुसुरी दाल, रातो दाल, र साथमा यो डल्ले खुर्सानी, अन्त तपाईको यो भयो हाम्रो अलिकति पापड र साथमा यो काँक्रा पनि काटेर राखेकी छु। साथमा यो चाहिँ भयो हाम्रो चामल राइस। ल साथीहरु, आज चाहिँ हामीले अब पकाएको चाहिँ देखाएको छुइनँ, त्यसैले हामी सिधा अब खानु लागिरहेको छु म। अब खामै स्टार्ट गरौँ। हामी स्टार्ट गर्दैछौँ है साथी मित्रहरू। अब हामी चाहिँ स्टार्ट गर्दैछौँ है खानको लागि। पहिला स्टार्ट चाहिँ अब यो उयसबाटै गरौँ होला, मटनबाटै गरिदिउँ स्टार्ट चाहिँ। दसैँ पनि आउँदैछ। दसैँ आउँदैछ, अब दसैँमा हामीले मिठो मिठो पकाएर खानुपर्छ। सुरु गरौँ ल। सुरु गरिदिउँ। मिठो भएछ है, डल्ले खोर्सानी पनि छ। खुवाउ मलाई अलिक सानो खाले लिनु पर्यो। साथीहरू, अब हामीले चाहिँ है हाम्रो ब्लग अब के अरे हिन्दीबाट गरौँ भनेर अब है सोचेको थियौँ। एउटा ब्लग गऱ्यौँ पनि, तर अब हामीलाई नै कतिवटा के अरे अब ल्याङ्ग्वेज बोल्नुमा प्रब्लम भएर चाहिँ फेरि आजदेखि चाहिँ हामीले अब नेपालीमा नै गरेको। कतिवटा कुरा मिल्दैन। अब के अरे कतिजना हाम्रो साथीहरूले भाइहरूले अब लेखेर पठाउनु भयो कि अब तपाईँहरू नेपाली भएर अब नेपालीमै गरेको भए चाहिँ राम्रो हुन्थ्यो भन्ने कुराहरू गर्यो। अन्त हामीले पनि यसो सोच्यौँ ठिकै हो भनेर फेरि नेपालीबाटै गरेको अब है। अब त दसैँ पनि भन्दा भन्दै अब एकदमै नजिक आइसक्यो। नवरथा स्टार्ट भइसक्यो है। हिजोबाट त अब नवरथा पनि लाग्यो। नेपालीको नवरथा चाहिँ एकदम माताले चाहिँ सबै कोरोना भाइरस टोकिहालोस् है। दसैँमा त सबैजना है आफ्नो आमा बाबुबाट टिका थाप्नु जानुपर्छ। हामी पनि जान्छौँ, हामी हाम्रो आमा बाबाकोमा। मिठो भएछ साथीहरू, खसीको मासु। डल्ले खोर्सानी पिरो छ। यो चाहिँ आमाले अस्ति दार्जिलिङबाट आउँदा दिएको। हाम्रो चाहिँ कहिले कहिले के यो खसीको मासु चाहिँ कहिले कहिले अब त्यो छाला भएको काट्छ कि, त्यही भनेर आज चाहिँ हामीले है छाला भएको लिएको नि। पाउँछ खसीको मासु, तर अब त्यो छालासँग चाहिँ काट्दैन के यता। माछा मासु अन्त खसीको मासु पनि कस्तो महँगो छ। कस्तो महँगो छ। सागसब्जीको दामहरू बढेर है। सब्जीको दामहरू सधैँ त्यति बेला त बढ्थ्यो नि। हजुरहरूले पनि योपालिको दसैँ चाहिँ मजाले इन्जोय गर्नुहोस्, आफ्नो परिवारसँग खुसी साथ मनाउनुहोस्।
हामीले सबै मिलेर कोरोना भाइरसलाई चाहिँ जित्नुपर्छ है। स्कुल बन्द, नानीहरूको पढाइ है, काहीँ जानु पनि डर छ कि। नेपाली 2020 त खै के जस्तो भयो। हाम्रो साथीहरू, इष्टमित्रहरू, दाजुभाइ दिदीबहिनीहरू पनि सन्चै हुनुहुन्छ होला। हजुरहरूको पनि घर घरमा दसैँहरूको उयो भइसक्यो, आगमन भइसकिसक्यो। काँक्रा खाऊ न। मासु चाहिँ पिरो पिरो मजाको ग्रेभी है, ग्रेभी झन् मिठो भएछ। ग्रेभीवाला बनाउनुपर्छ। झोल झोल हुन्छ। आज कति हामी प्रायः एक हप्ता बाद भेट हुँदैछ हाम्रो अब मित्रहरू साथीहरूसँग है। त्यही त। तपाईँहरूलाई कस्तो लाग्दैछ कमेन्ट गर्नु चाहिँ हामीलाई। के छ कस्तो छ मैले सानो खाँदा कस्तो पिरो पिरो भयो। मलाई चाहिँ पिरो लाग्यो मलाई। छाला भएको खसीको मासु किन मिठो हुन्छ छाला भएको खसी चाहिँ। त्यहाँ नेपालीहरू मात्रै खान्छ छाला भएको खसी। मलाई खाँदैन। मैले बिना छाला खान्छ। भात पकाउँदैन। काटिन्छ। दाल खाइदिउँ न है। दाल पनि हेर्दा मिठो खालको देखेको के। दाल पनि हुन्छ मासु। मिठो भएछ साथीहरू हाम्रो खसीको मासु चाहिँ। अब त दसैँ आयो। दसैँमा है कसैले कुखुराको मासु, कसैले खसीको मासु। हजुरहरूले पनि घरमा 4 किलो 5 किलो लिएर राख्छ होला अब त। अस्तिको ब्लगमा जो अचार बनाउँछ नि हामीले, त्यो अचार चाहिँ बनाउनु है सबले। यो चाहिँ पापड यो चाहिँ अलिक पिरो पिरो हुँदो रहेछ यो खाइसकेपछि। साबुको हो क्या यो, साबुदानाको होइन हो खै साबुदाना कस्तो लाग्यो। मिठो भएको हुन्छ भाइ है। खाऊ न यो चिप्स। नि म त हात पनि चाट्दिन्छु। अलिक मेरो चाहिँ हात पनि चाट्ने बानी छ नि त।
साथीहरू अब हामी चाहिँ हाम्रो खानाहरू पुर्यो है। अब के भन्नु तपाईँहरूलाई पनि अब के अरे सधैँ चाहिँ अब तपाईँहरूसँग फेरि है भेट्ने बाचा गर्दै अब तपाईँहरूसँग बिदा दिनु पऱ्यो। अब हामीले खाना पनि अब तुरिसक्यौँ, अब हामी अन्तमा आइसक्यौँ हो। योपालिको दसैँमा चाहिँ तपाईँहरू सबैजना राम्रो बस्नुहोस्, लडाइँ झगडा नगर्नुहोस्, सबैको अब के अरे दसैँ राम्रोसितले मान्नुहोस् होइन, इन्जोय गर्नुहोस् होइन। अब कोरोना भाइरस त आउँछ जान्छ, त्यसलाई अब सम्झेर बस्यो भने त दसैँ पनि मनाइ हुँदैन। त्यही भनेर चाहिँ तपाईँहरू एकदम राम्रोसितले बस्नुहोस् हो, राम्रोसित दसैँ मनाउनुहोस्। जस्तै हामी पनि मनाउँछौँ अब दसैँको टाइममा आमा बाबाकोमा गएर टिका लाउने, त्यही त हो सबैको, टिका थाप्नु जान्छु हो। अन्त हामी यसो घुम्ने प्लानहरू पनि गर्दैछु होइन। हाम्रो यता चाहिँ अब सधैँ दुर्गा पूजा ठुलो ठुलो हुन्छ कि। अब योपालि कोरोना भाइरसले गर्दाखेरि चाहिँ कसैले अब दुर्गा पूजा चाहिँ गरेको छैन, तर पनि हामी घुम्नु चाहिँ जान्छौँ भनेको। अब हाम्रो नानीहरू सबै फ्यामिलीलाई लिएर हो इन्जोय गर्नु, तपाईँहरू पनि त्यसरी नै अब इन्जोय गर्नुहोस्। अब फेरि पनि तपाईँहरूसँग फेरि भेट्ने बाचा गर्दै अब हामी तपाईँहरूसँग फेरि हामी नेक्स्ट ब्लगमा भेट्छौँ है। त्यही पनि मिठो मिठो खानेकुराहरू लिएर आउँछौँ। अहिले नवरथाको टाइम छ, तपाईँहरू सबैजना राम्रो बस्नुहोस्, माताले सबैलाई रक्षा गरोस् होइन। कोरोना भाइरस आउँछ जान्छ, त्यसलाई केही उयो गर्नु, माताले अब लगेर जाओस् त्यही हो। त्यही भन्दै अब तपाईँको दीर्घायुको कामना गर्दै होइन आज चाहिँ तपाईँहरूबाट बिदा चाहन्छु। धन्यवाद।